दाइ नमस्ते, म जापान अप्लाई गर्दाखेरि +2 बाट गरेको थिएँ अनि आफ्टर COE my bachelor result also came and how can I change my visa भन्नुभएको छ है। उहाँको नाम चाहिँ नवराज पोखरेल। धन्यवाद यहाँको प्रश्नको लागि। धेरैले यस्तो क्वेसन गर्नुहुन्छ, तपाईँले कृपया भिडियोलाई अन्तिमसम्म हेर्नु होला अनि लाइक गरिदिनु होला। के छ भन्दाखेरि यदि तपाईँ नेपालमा हुनुहुन्छ हैन, उहाँ चाहिँ नेपालमा हुनुहुन्छ कि जापानमा अलिकति कन्फ्युज भयो, तर पनि मोटामोटी तपाईँलाई सायद यो कुराले क्लियर गर्नेछ। यदि तपाईँ नेपालमा चाहिँ +2 बाट अप्लाई गर्नुभएको थियो है, एज अ स्टुडेन्टको रूपमा सायद हैन, अनि त्यसपछि तपाईँको चाहिँ ब्याचलरको रिजल्ट आयो, तपाईँको भिसा आइसकेपछि अथवा COE आइसकेपछि अब के हुन्छ त? त्यो अवस्थामा जापान आएर तुरुन्तै चाहिँ भिसा वर्किङमा चेन्ज गर्न सकिन्छ कि सकिँदैन भन्ने खालको सायद उहाँको क्वेसन भयो जस्तो लाग्यो मलाई हैन। तपाईँको यदि नेपालमा ब्याचलर छ भने जापानमा आएर चाहिँ 100% वर्किङ नै गर्न सकिन्छ अथवा 100% हुन्छ भन्ने ग्यारेन्टी चाहिँ हुँदैन है। अब नेपालबाट डाइरेक्ट ब्याचलरबाट आउने चाहिँ त्यो चाहिँ अब दलालहरूलाई पैसा खुवाएर भाषा बिना अब जस्तो पाइ त्यसै काममा छिराइदिने भाषा हुँदैन हैन। त्यसकारण तपाईँहरू चाहिँ यदि ब्याचलरको सर्टिफिकेट लिएर आउनुभयो, स्टुडेन्टमा चाहिँ 1-1.5 वर्ष पढ्दा पढ्दै वर्किङमा चेन्ज गर्न चाहनुभयो भने गर्न चाहिँ मिल्छ नियमले हैन। किन भन्दाखेरि नेपालको ब्याचलरको चाहिँ मान्यता भनेको यहाँको स्यानमुङगाको बराबर अथवा दाइगाको बराबर यहाँको युनिभर्सिटी बराबरको चाहिँ मान्यता हुन्छ नेपालको ब्याचलरलाई पनि। त्यसकारण नवराजजीले चाहिँ भिसा चेन्ज गर्न खोजेको खण्डमा सक्नुहुन्छ हैन। अब त्यो गर्नको लागि अब आफै गर्ने एउटा कुरा हुन्छ, अर्को चाहिँ अब दलाललाई पैसा खुवाएर गर्ने कुरा हुन्छ। जस्तो तपाईँले अब स्टुडेन्ट भिसामै 14-15 लाख रुपियाँ खर्च भइसकेको हुन्छ अनि फेरि आएर 1.5 वर्षमा फेरि दलाललाई 8-10 लाख रुपियाँ तिरेर तपाईँले वर्किङमा चेन्ज गर्ने कि अलिकति ल्याङ्ग्वेज राम्रो बनाएर आफूलाई पनि अलिकति इम्प्रुभ गरेर अनि त्यसपछि राम्रो कम्पनी खोजेर आफै इन्टरभ्यू फेस गरेर अनि कम्पनीमा चाहिँ नाम निकाल्ने, त्यसमा भर पर्छ। त्यो चाहिँ +2 को हकमा चाहिँ यदि SSW मा चाह्यो भने 2 वर्षमै गर्न मिल्छ तिनीहरूले चाहिँ। तर नर्मल वाला वर्किङ गर्न पर्यो भने अथवा खोज्यो भने चाहिँ त्यो मान्छेहरूले 2 वर्षको ल्याङ्ग्वेज मात्रै नभएर त्यसपछि स्यानमुङगाको अनि दाइगाको गएर चाहिँ त्यसपछि चाहिँ वर्किङ गर्न सक्छन् भने यदि ब्याचलरको सर्टिफिकेट छ भने चाहिँ तिनीहरूको हकमा चाहिँ ल्याङ्ग्वेज पढ्दा पढ्दै बिचमा पनि वर्किङ गर्न सकिन्छ। अब भाषाको लेभल कतिको छ अनि त्यसपछि चाहिँ कसरी जाने भन्ने कुरामा भर पर्छ है। अब तपाईँले चाहिँ त्यो ब्याचलरको सर्टिफिकेट ओरिजिनल बोकेर आउनु होला हैन, अनि यहाँ पढ्दै गर्नु होला। यहाँको इन्भाइरोमेन्ट बुझिसकेपछि तपाईँलाई तुरुन्तै वर्किङ गर्न मन लाग्यो भने दलाललाई पैसा खुवाएर गर्न सक्नुहुन्छ। होइन भने चाहिँ तपाईँ आफैले ल्याङ्ग्वेजलाई इम्प्रुभ गरेर फ्युचरमा राम्रो कम्पनी खोजेर कुनै पनि कम्पनीमा चाहिँ तपाईँले इन्टरभ्यू फेस गरेर अनि फ्री अफ कस्ट, कुनै पनि पैसा लाग्दैन, त्यसरी चाहिँ तपाईँले आफ्नो भिसालाई आफ्नो स्ट्याटसलाई चेन्ज गर्न सक्नुहुन्छ। अब अहिले तपाईँ स्टुडेन्टमा अप्लाई गर्नुभएको थियो, ब्याचलरको भिसा अथवा रिजल्ट आयो, अब म तपाईँ चाहिँ चेन्ज गर्न चाहन्छु यो भिसाको प्रकारलाई भनेर तपाईँले भन्नुभयो भने आउने, राम्रोसँग ल्याङ्ग्वेज पढ्ने, 2 वर्ष ल्याङ्ग्वेज पढिसकेपछि यहाँको वातावरणहरू तपाईँले बुझिसकेर अनि अब के गर्ने, अलिकति फर्दर स्टडी गर्ने अथवा तुरुन्तै कम्पनीमा जाने भन्ने कुरा चाहिँ तपाईँले आफूलाई डिसिजन गर्न सक्नुहुन्छ। मेरो सजेसन चाहिँ तपाईँलाई के हुन्छ भन्दाखेरि तपाईँहरूले आफ्नो ल्याङ्ग्वेजलाई धेरैभन्दा धेरै इम्प्रुभ गर्नुहोस्। त्यसपछि यस्ता खालको अपर्च्युनिटीहरू धेरै आउँछन् हैन। मेन भनेको ल्याङ्ग्वेज हो। ल्याङ्ग्वेजलाई तपाईँले जोड गर्नुभयो भने त तपाईँले आफै पनि धेरै कुराहरू गर्न सक्नुहुन्छ फ्युचरमा है त। नवराजी धन्यवाद यहाँको प्रश्नको लागि। तपाईँहरूको पनि कुनै पनि प्रश्नहरू छन् भने कमेन्टमा लेख्दै गर्नु होला। युट्युब, फेसबुक, टिकटक जतासुकै हेर्दै हुनुहुन्छ कृपया भिडियोलाई लाइक अनि सेयर गर्न नभुल्नु होला। यो भिडियोबाट मलाई बिदा दिनुहोस्। नमस्ते, बाई बाई।